लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी20 विश्वकप खेलेको नेपाली क्रिकेट टोलीले सोचे जस्तो प्रदर्शन गर्न सकेनन्। प्रदर्शन सोचे जस्तो नभए पनि नेपालले भने कमाई राम्रै गरेको छ। सो त नेपालले टी20 विश्वकपबाट कतिको आम्दानी गर्न सक्यो र कुन कुन क्षेत्रबाट नेपालले पैसा पायो त, यो विषयमा आजको यस भिडियोमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। आइसिसीले टोटल पुरस्कारको लागि 12 मिलियन अमेरिकी डलर छुट्याएको थियो, जसमा च्याम्पियनलाई 3 मिलियन अमेरिकी डलर अर्थात् नेपालीमा 42 करोड रुपैयाँ, त्यसै गरी रनरअपलाई 1.6 मिलियन अमेरिकी डलर 22 करोड रुपैयाँ, सेमिफाइनल पुग्ने टोलीहरूलाई 7,90,000 अमेरिकी डलर अर्थात् 11 करोड 20 लाख नेपाली रुपैयाँ, त्यसै गरी 5औँदेखि 12औँ स्थानसम्म आउने टिमलाई 3,80,000 अमेरिकी डलर अर्थात् 5 करोड 40 लाख नेपाली रुपैयाँ मिल्ने थियो भने त्यसै गरी 13औँदेखि 20औँ स्थानसम्म आउने टोलीले 2,50,000 अमेरिकी डलर अर्थात् 3 करोड 50 लाख रुपैयाँ पाउँछन्, जुन नेपाल पनि 13औँदेखि 20औँ स्थानमा आउने टोली भएकाले 3 करोड 50 लाख रुपैयाँ पाउँछ। त्यसै गरी एक म्याच मात्रै नेपालले जितेको थियो र आइसिसीले एक खेल जिते पनि केही पुरस्कार दिने गर्छ, जसमा एक खेल जिते बापत आइसिसीले 31,000 अमेरिकी डलर दिने गर्दछ, जुन नेपालीमा 44 लाख रुपैयाँ हुन्छ। जसकारण नेपालले टोटलमा प्राइज हेर्नु पर्दा 3 करोड 50 लाख रुपैयाँ नेपाल 13औँदेखि 20औँ स्थानमा आएको प्राइज पायो। त्यसबाहेक नेपाल एक खेल जितेको कारण 44 लाख पायो भने नेपालले टोटलमा 3 करोड 94 लाख रुपैयाँ आइसिसीले दिएको थियो, जुन नेपालले सहभागिता जनायो र एक खेल पनि जित्न सकेकाले नेपालले यतिको कमाइ गर्यो। त्यसबाहेक नेपालले अन्य विभिन्न ठाउँहरूबाट पनि पैसा कमाएको हुनसक्छ, जसमध्ये नेपालले त्यहाँ जानुभन्दा पहिले जुन जर्सीमा स्पोन्सर छ त्यो वर्ल्ड कपको लागि छुट्टै पैसा तिर्नुपर्ने हुन्छ, त्यसबाट पनि नेपालले राम्रै आम्दानी गरेको हुनुपर्छ। त्यसै गरी नेपालले पैसा भन्दा पनि इन्टरनेसनल जुन फेम पायो, नेपाली क्रिकेटले पनि राम्रो गर्न सक्छ र नेपालले पनि राम्रो क्रिकेट खेल्न सक्छ भनेर जुन विश्वभरि नै नेपालले छाप छोड्नु पायो, त्यो पैसा भन्दा पनि धेरै ठुलो कुरा हो। भोलि हामीलाई ठुलो टिम खेल्नको लागि मिल्न सक्छन्। यदि हामीले ठुलो टिमसँग खेल्छौँ भने हामी आफै आम्दानी गर्न सक्छौँ। त्यसै गरी नेपालको लिगहरू पनि विश्वभरि चर्चा हुन्छ र नेपालमा पनि क्रिकेटको यति ठुलो आकर्षण छ भन्ने कुरा विश्वभरि चर्चा हुन्छ। त्यसकारण नेपालमा भोलिको दिनमा नेपाली क्रिकेट क्षेत्रमा स्पोन्सरहरू आउन सक्छन्, विभिन्न विदेशी ब्रान्डहरू नेपाली क्रिकेटसँग जोडिन सक्छन्, जसकारण पनि नेपाली क्रिकेटमा भोलिको दिनमा बढी पैसा आउन सक्छ। आज यो पैसा थोरै लागे पनि भोलिको दिनमा यही बाटोबाट नेपाली क्रिकेटले धेरै पैसा कमाउन सक्छ। सो साथीहरू, तपाईको विचारमा नेपालले कमाएको यो 3 करोड 94 लाख कम हो अथवा नेपाली क्रिकेटको लागि धेरै हो त? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला।